बचपनको सपना हो टिकट। Continue on Isha Adipur Road for 3 kilometers. This is view. Wow, यहाँबाट हिँडेर पनि जानु मिल्छ जस्तो हैन गाइस हामी चाहिँ वासरुम जान लाग्यो यहाँबाट फुल्ली देखेको छ मन्दिर फुल्ली देखा हर हर महादेव ओ महादेव हेर्नुस् वाउ हामी त्यहाँ तल चाहिँ गएको छैन टिकट चाहिँ काटेको अब यहाँबाट जहाँबाट फलालेर गयो नि हुने रहेछ हैन तर गेट चाहिँ त्यहाँनिर छ अनि यो मन्दिर चाहिँ यहाँनिर भयो अब हामी यहाँबाट कता राइट काइट कता कता के भनेको थियो वासरुम सो यहाँबाट जान लाग्यो Happy birthday to my wife baby guys sukun यता देखाउन बर्थडे गर्लमा गाइस yes 16 पुगी 17 लाग्दा यस्तै हुन्छ कि 17 भएन र 18 भयो चिसो चिसो बतासले मनमा छुन्छ कि कोकोनट पनि छ फर्स्ट टाइम यस्तो राइड गरियो नि गाइस 110 स्पिडको गाइस ब्रेकर आयो भने पनि हैन त्यहाँनिर अब त्यति धेरै स्पिड हान्न ठाउँमा त डरले स्लोली हुँदैन नि त छाल हान जस्तो क्या ल हेर्नुहोस् हेर्न सक्नुहुन्छ यहाँ ओ यहाँ बाँध्नु खै यो चाहिँ पुरै त्रिशुलै त होला नि कसैले बाँधेको छैन महादेवको कपाल देख्ने एक ठाउँ गाइस हामी चाहिँ पूजासुजा गरेर र भगवान्को दर्शन सर्शन गरेर देख्न सक्नुहुन्छ म कति राम्रो भइसकेँ उहाँ पनि ह्यान्डसम हुनु भइसक्यो सो हामी ह्यान्डसम नि भइसक्यौँ कहाँ राख्नु हो अब म समात्न सक्दिनँ चोलामा अट्दैन हामी चाहिँ फर्किसकेको फर्किने बेलाको मोमोसम्म सबै पाइँदो रहेछ गाइस ये जो मूर्ति है भैया हाउ मच कितना ओ हाँ
800 वो छोटा छोटा में कितना 150 दिगम भयो त जाम हाँ आते हैं रुको गाइस यहाँ माला सालान छ अब यहाँको एक दुईटा त हाल्नै पर्यो हैन जे भए पनि गाइस हामीले चाहिँ भगवानको मूर्ति लिएर अरेर किनेर लास्टै ठग्दा हुँदो रहेन हौ जति भन्दा त्यतिमा पछि अब लाँदैनन् भनेर होला घटाउँदो रहेछन् सो हामीले चाहिँ किन्यौँ भने अब फर्किन लागेको यतातिर चाहिँ अब भगवानको ठाउँ नजिक अब खानेकुरा पनि महँगो हुन्छ होला नि त सो हामी चाहिँ खान तर्फ लागेन म पनि तर्फतिर हाइवेतिर गएर खाउँला भनेर एन्ड अब केक पनि काट्नु पर्यो पैसा बाँच्नु पर्यो पैसा सो अब अघि लास्टै गर्मी थियो अब हामी चाहिँ पुरा गरेर र साथीहरू बोकेर मेरो बेबी राइड गर्दै होइन मसी भ्लग बनाउँदै हामी निस्केका छौँ फर्स्ट टाइम गाइड सोचेको जस्तै आँटेको जस्तै पुग्यो पनि नसोचेको सपना पुरा भयो लाइफले कहाँ पुर्याउँछ थाहा हुन्छ मलाई होइन नेपाल हुँदा यो फिल्ममा देख्थेँ कि भगवानको मूर्ति मलाई पहिल्यैदेखि नेपाल हुँदा नै जान मन थियो त्यो रहर पनि पुरा गरिदियो कसले गरिदियो भगवानले सब लाइफ कहाँदेखि कहाँ पुर्याउने के गर्ने सब भगवानको हातमा हुन्छ गाइड लाइफ फर्किने बेलाको गाइड अब यो बाटो नै घुमाउरो टेढे बेढे सुई उडा जस्तो हुँदो रहेछ यहाँदेखि चट्टै हेर्नुहुन्छ मेरो बेबीको टाउको माथि पनि कति निलो बादल छ गाइस पोला छैन बेबी तिमीलाई हामीले सो गाइस अब चाहिँ हाम्रो शिव टेम्पलबाट अघि नै लोकेसन हालेर निस्किनु पर्ने तल आइसक्यौँ म लोकेसन हाल्छु गाइस अब